हेलो नमस्ते। यो चाहिँ हाम्रो सेप्ली झर्ना जाने बाटो, तल सेप्ली गाउँ है गाइज। ल आज हामी यताबाट घुम्दै घुम्दै अब आफ्नो गाउँतर्फ लागिँदैछ। गाइज हेर्नु होला, यो हाम्रो जिमा बस्ने वन, मभिर वनको जङ्गल तेर्छु आइँदैछ गाइज। ल हाम्रो यहाँनिर राइडर हेलो 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 चन्द्रबहादुर राई हुनुहुन्छ। ल हाम्रो बाटो हेर्नु यस्तो छ, हेर्नु बाटोको बिजोग छ नि। घुम्नु त आउनु मलौँ गाउँपालिका वार्ड नम्बर 8 सेप्ली झर्ना जाने बाटो हो, यस्तै छ। बिचारै बाटो चाहिँ बिचारै गरेर आउनु होला है गाइस। अलि राइडर चाहिँ क्लियर लिएर आउनु दामी होला। नै चाहिन्छ, तर ठाउँ ठाउँ त्यस्तो सोलिङ त भइरहेछ, तर तर सोलिङमा सबै चाहिँ त्यस्तो छैन। सामान्य रेस बाइक लिएर नआउनु होला, सर्ट बाइक लिएर आउनु होला कृपया। यो रेस बाइक अब एनएस बाइक 200 लिएर आउँदाखेरि डराइङ ठोकिन्छ। सम्पूर्ण गाइजहरू विचार गर्नु होला कि डट बाइक लिएर आउनु होला। मेरो सल्लाह सुझाव यस्तै हो। ल हाम्रो राइडरको कुरा सुन्नुभयो नि, राइडरलाई कति पिरा छ भनेर तपाईँले बुझ्नु होला। बुढा छ उयो भएको हो बाटोको हालत लो। यो चाहिँ राँगादी भन्ने ठाउँमा आउनु लाग्यो। रादी पलारु यस्तो यता पारी मलुङ गाउँपालिका देखिन्छ भने यता चाहिँ मलुङ 8 रङ्गादी यस्तो छ है गाइस। ल हेर्नु होला, हामी यताबाट राइडर हाम्रो हेलो चन्द्रबहादुर राई हुनुहुन्छ। बहादुर होइन धन चन्द्रधन। ल हामी यसरी आइबसेका छौँ। अब ठिकै छ बाटो, त्यति गाह्रो चाहिँ होइन। तर पर चाहिँ बाटो बनेको चाहिँ ठुलो पहिरो गएको ठाउँमा चाहिँ